के गर्दै हुन्छ हौ तपाईँ कान्छा? होइन खै यसो यसचोटि दसैँको लागि चाहिँ खर्च चाहिँ यसो बनाउँदैछु के कति खर्च गर्ने भनेर दसैँको लागि बजेट चाहिँ तयार गर्दैछु मैले दसैँ खर्चको लागि। अनि के गर्नुभयो त हौ? कति गर्नुभयो त अनि? अब तपाईँको लागि 1000 रुपियाँ छुट्याएको छ मैले। हजुर 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 भन्नुहोस् त अरू। अनि 1000 रुपियाँ छ। अनि मेरो लागि भनेको 1500 छुट्याएको छ। तपाईँलाई चाहिँ किन 1500? मलाई चाहिँ 1000ले के आउँछ हौ? 1000 ले के आउँछ भन्दा पनि अब कपडा किन्नु छैन यसचोटि पोहोरकै कपडा कपडा पोहोरकै लगाउनु पर्छ। नयाँ किनेर पनि के गर्नु होइन लाउने नै हो। अब अहिले लुगाहरू त प्रशस्तै हुन्छन् अरू बेला पनि चाहियो भने किनिहालिन्छ नि त। अब त्यति भएर 1000 छुट्याएको। अब म चाहिँ यसो कपडा त किनिँदैन अहिले साथीभाइसँग यसो हिँडडुल गर्नुपर्छ। अनि बाइकमा तेल पनि हाल्नु पर्यो यसो खानु पर्यो घरिघरि यसो चोराकचुरुक यसो दसैँको बेला हो यसो अल्कोहल पनि खान मन लाग्ला त्यही भएर 1500 छुट्याएँ मैले त। ए तपाईँलाई चाहिँ 1500 मलाई चाहिँ 1000 अनि टीका खर्च कति छुट्याउनु भयो त अनि? टीका खर्च चाहिँ मैले 2000 रुपियाँ छुट्याएँ यसचोटि। 2000? 2000ले चाहिँ के पुग्छ त हौ कान्छा अनि? होइन त्यस्तो पुग्ने भन्दा पनि अब टीका खर्च किन धेरै चाहियो त। अब आउने मान्छेलाई 10 रुपियाँ दिने टीका लाएर अब दसैँमा चाहिँ टीका चाहिँ के अरे दसैँको दक्षिणाले मान्छे धनी पनि हुने होइन केही पनि हुने होइन। 10 रुपियाँ दिने यसो के हात खाली गर्नु भनेर कि यो पनि कटाइदिँदा पो हुन्छ होला हौ। 10 रुपियाँ भन्दा पनि यसो फुलसुल दिँदा पनि राम्रो। कसैले हेरेर पो दिनुपर्छ त हौ। अनि कसैले धेरै ल्यायो भने 10 रुपियाँले हुन्छ र? कोसेली भन्ने कुरो हेर्दै आउँदैन। अब हामी पनि यताबाट कोसेली नै हालिदिउँला न। त्यो यता फलफुल हुन्छ त्यो कोसेली हालिदिउँ न। अनि अर्को कुरो मनोरञ्जनको लागि चाहिँ अब यसो तास खेल्दाखेरि हामी 1 रुपियाँ बोट खेल्छौँ। हारे पनि खेल्छ हौ 1 रुपियाँ बोट चाहिँ फेरि? हामी खेल्छौँ। हामीबाट सुरुवात गरौँ। अब यसो दसैँमा रमाइलोको लागि 1 रुपियाँ बोट खेल्दा धेरै जाँदैन। अनि यसको लागि चाहिँ अब जम्मा घरमा चाहिँ कति 500 जति चाहिँ राखेको छु मैले। अनि त्यति नै खर्च छ यसचोटि दसैँको। तपाईँ चाहिँ यस्तो नगर्नु है यस्तो नगर्नु मलाई चित्त बुझेन है बुझेन। त्यस्तै हो नि अब लुगासुगा के किन्नु चाहिँ छैन अहिले। अब यताउता मिलाउनु पर्छ खर्च कम गर्नुपर्छ हौ। अब यो फजुल खर्च गरेर धेरै केही पनि हुँदैन।